नमस्ते साथीहरु, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ आर्यस आईपीओ इन्फर्मेसन। यहाँ चाहिँ तपाईहरुले आईपीओ को बारेमा सम्पूर्ण जानकारीहरु पाउनुहुनेछ। कृपया यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने कृपया तपाईले यसलाई सब्स्क्राइब गरेर बेल आइकन क्लिक गरिदिनु होला ताकि अपलोड गरेको भिडियो तपाईहरु सामु छिटै पुग्न सकोस्। अब लागौ विषयवस्तुतर्फ। यस विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत 21 गतेदेखि थप सार्वजनिक निष्कासन एफबीओ जारी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 अनुसार स्व पुँजी संरचनामा सर्वसाधारणको 30% हिस्सा सुनिश्चित गर्न लघुवित्तले एफपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तले 51,29,250 रुपियाँ बराबरको 51,292.5 किता शेयर निष्कासन गर्ने भएको छ। लगानीकर्ताले चैत 26 गतेसम्म आवेदन दिन सक्ने छन्। यदि सो भित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि 2082 साल वैशाख 4 गतेसम्म लम्बिन सक्नेछ। एफबीओ मा न्यूनतम 10 किता र अधिकतम 1000 किता सम्म आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ कम्पनीले केयर रेटिङ नेपालले प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व वहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ। एफबीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ। लगानीकर्ताले सी आश्व प्रणाली मार्फत मेरो शेयर अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सकिनेछ। हाल लघुवित्तको चुक्ता पुँजी 7,92,11,300 रुपियाँ रहेको छ। एफबीओ निष्कासन पश्चात चुक्ता पुँजी 8,43,40,550 रुपियाँ पुग्नेछ। यस्तै शेयर सम्बन्धी जानकारी लिनको लागि कृपया हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।